गुरु केवल गुरुकुलमा मात्र हुन्छन् भन्नु पनि मूर्खतै हो, राइट? गुरु जहाँ पनि हुन सक्छ। कृष्णले पढाउने गुरुकुल छ, रणभूमि हो, रणभूमि, त्यहाँ हो गुरुकुल, महाभारतको रणभूमि। कहीँ छैन कृष्ण नामको गुरुकुल। अष्टावक्रको गुरुकुल थियो, अष्टावक्रले जनकलाई गुरुकुलमा शिक्षा दियाउन्, गुरु जहाँ हुन सक्छ। त्यही भएर यो भ्रम छोडिदिउँ कि गुरुकुलमा मात्रै गुरु हुन्छन् भन्ने। गुरुकुलमा गुरुले पढाउँछ, गुरु गुरुकुलभित्र बन्दित हुने वस्तु होइन, कुरा होइन, गुरु विचरण गर्ने कुरा हो। खास अहिले पो एउटा कोठा ल्याएर एउटा 5 स्टार होटलमा गएर गुरु बन्न थाल्यो। सही गुरु भनेको हिँड्दै 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 जाने हो। त्यही भएर के भन्थे, जब शिष्य योग्य हुन्छ गुरु पुग्छ भन्थे। अहिलेको गुरु कारमा र हैन बाहेक, फ्लाइटमा बाहेक कहीँ पुग्दैन। योग्य शिष्य नभएका हुन् नेपालमा। भन्छन् नि शिष्य योग्य भनेपछि गुरु पुग्छन् रे के। कसरी पुग्छन्, कहाँ पुग्छन्? योग्य अहिलेको डेफिनेसन के हो थाहा? योग्य शिष्यको 1 घण्टामा 5000 तिर्न सक्यो भने योग्य शिष्य हो। त्यही हो योग्य शिष्य। तिमीमा मुक्तिको इच्छा हेर्नेवाला छैनन् अहिले। तिम्रो कपडा, लुगा, पैसा, गाडी के छ त? मसँग पुग्नलाई तँले के दिन सक्छस्? त्यो हेर्छन्। तर एउटा कुरा बेसिक त हुनुपर्छ के। बेसिक भनेको के हो भने अहिलेको लाइफस्टाइल इकोनोमी यस्तो तरिकाले स्ट्रक्चर गरेको छ कि पैसा जरुरी छ। गुरुहरूले लिने चार्जेस भनेको चाहिँ उनीहरूले आफ्नो फाउन्डेसनलाई मेन्टेन गर्नलाई, राइट? त्यो हो। तर गुरु त्यहीमा लिमिट भए त्यसलाई गुरु भन्ने त। प्रकाश कहिले लिमिट हुन्छ? त्यो जस्तै भित्ताले लिमिट गरे जस्तो प्रकाश भयो क्या। त्यस्तो प्रकाशमा के फाइदा भयो त? यो कोठालाई मात्रै भयो। जगत गुरु भनेर नाम राख्छन् त फेरि। जगत गुरु भनेको त जताततै उज्यालो छर्न परेन? के उज्यालो छर्यो? इन्टरनेट बन्द भयो भने भोलिदेखि अन्धकार संसार। इन्टरनेट बरु जगत गुरु भइरहेछ अहिले, जताततै जे पनि नलेज हात आहा। त्यही भएर लिभिङ गुरु तिमी पुग्छन् भन्नुको अर्थ त्यो थियो वास्तवमा। विचरण गर्छ गुरु। जो एउटा कुटी बनाएर एक ठाउँ मात्रै अड्केर बस्यो कि अब भन्लन फेरि कति हेर त बाटो कच्छ। रमण महर्षि कहाँ विचरण गर्दै गए? एक ठाउँ बसे। निसर्गदत्त महाराज एक ठाउँ बसे, मान्छे त्यहाँ पुगे। हो, त्यो अर्को कोटिका हुन्थ्यो। रमण महर्षि र निसर्गदत्त महाराज बन्न नखोजे हुन्छ। कोही बेग्लै कोटिका हुन्छ मान्छे, बुझ्नुभयो नि? त्यही भएर स्वभाव भिन्न भिन्न हुन्छन् गुरुका। त्यही भएर त एकै सत्य छ, भिन्न भिन्न ज्ञानीहरूले भिन्न भिन्न तरिकाले भन्छन् भनेर ऋग्वेदमै भन्छ। हरि ओम तत्सत्।